ओम नमो नमः सर्वेभ्यो नमो नमः। मम नाम रामभक्त घिमिरे अस्ति। सदा जस्तै हामी योग गुरुदेश नेपाल भन्ने सकारात्मक चिन्तनका साथ अगाडि बढिरहेका छौँ। हामी कम्तीमा एउटा घरमा एकजना योगी, सके परिवारै योगी, र हामी एउटा गुरु राष्ट्र बन्दैछौँ। नेपाल एउटा योग तपोभूमि हो, ऋषिहरूको थलो हो, र यही पूर्वजहरूको जुन आस्था, मर्यादा र सभ्यता संस्कारलाई हामीले उनीहरूको अनुसरणबाट त्यही अवस्थामा पुग्नको लागि कोसिस गरिरहेका छौँ। कुनै पनि योगी, ध्यानी, तपस्वी, ज्ञानी व्यक्ति एउटा नेपालको मात्र नभइकन समग्र विश्वको लागि नै प्रेरणादायी, अनुकरणीय हुनेछ। र त्यसैमध्ये म आज चर्चा गर्न जाँदैछु सिद्ध बाबा अमरगिरी। उहाँको जन्म नुवाकोट जिल्लाको एउटा सतार गाउँमा भएको थियो, र उहाँ एउटा क्षेत्री परिवारमा उहाँको जन्म भएको थियो भने उहाँ विक्रम सम्वत 1800 देखि 1900 को सुरुवात भन्दा अगाडि जुन यो अवधिमा उहाँले पोखरा, जुन नेपालको सुन्दर नगरी भनेर चिनिन्छ, त्यहाँ रहेको एउटा घना जङ्गलमा सिद्ध बाबा गुफामा तपस्या गर्नुभयो। त्यतिखेर नेपालका प्रधानमन्त्री जङ्गबहादुर राणा थिए। जङ्गबहादुर राणाको पनि उहाँ गुरु हुनुहुन्थ्यो। जङ्गबहादुर राणाका मात्र दुईजना गुरु थिए, त्यसमध्ये एकजना गुरु उहाँ हुनुहुन्थ्यो। र त्यति शक्तिशाली व्यक्तित्वको गुरु हुनु भनेको चानेचुने कुरा थिएन। र उहाँ जुन तपस्या गर्दा, साधना गर्दा त्यो घना जङ्गलमा बाघहरू, विभिन्न किसिमका पाटे अनि चितुवा र ठुल्ठुला बाघहरू पनि त्यहाँ आउने गर्थे भनिन्छ। तर त्यस्तो घना जङ्गलमा पनि बाघसँग पनि नडराइकन एउटा सिद्ध योगी, साधारण व्यक्तित्व कसरी बस्छ भन्दा एउटा तपस्याले बस्छ। र तपस्या गरिसकेपछि जुन परमात्मा, जुन एकत्व, जुन ब्रह्माण्डको जुन चेतनासँग साक्षात्कार गरिसकेपछि ती जनावरले पनि त्यस्ता साधुहरूलाई केही गर्न सक्दैनन्। त्यसैमध्ये शिवपुरी बाबा पनि एक पर्नुहुन्छ। उहाँले शिवपुरीको जङ्गलमा नै आश्रम बनाउनु भएको थियो, र बाघहरू आउँदाखेरि पनि उहाँलाई केही गर्थेनन्। त्यस्तै मध्ये सिद्ध बाबा पनि घना जङ्गलमा तपस्यारत हुनुहुन्थ्यो। र उहाँ मन्त्रको साधना सिद्ध प्राप्त भएको थियो भने उहाँले रचना गर्नुभएका जुन दुर्गा सप्तशती पाठको पनि उहाँले टिप्पणी र लेख्नु भएको छ। थोरै लेखे तापनि उहाँले लेखेका कृतिहरू जनजनमा सबैले एउटा अमिट तरिकाले बुझ्ने हिसाबले सरल भाषामा उहाँले बनाइदिनु भएको भन्ने हामी पढ्न पाउँछौँ। र त्यस्तै गरी मार्कण्डेय पुराणमा पनि उहाँले थोरै भए तापनि उहाँले यसमा पनि टिप्पणी लेख्नु भएको छ। र विक्रम सम्वत 1903मा जङ्गबहादुर राणा नेपालका प्रधानमन्त्री थिए, र त्यतिखेर 1906मा जुन सिद्ध बाबा गुफामा उहाँ एउटा तपस्यारत भइसकेपछि, आफ्ना गुरु भइसकेपछि त्यहाँ एउटा मन्दिर तथा आश्रम बनाइदिने काम चाहिँ जङ्गबहादुर राणाले गरिदिनु भयो। जुन भलाम गाउँ भनेको पोखराको एउटा सुन्दर ठाउँ पर्दछ, जहाँबाट एउटा खोला, काली खोला पनि त्यही द्वारबाट हुँदै बग्दछ। यो भलाम गाउँ हो, र यो खोला काली खोला भन्छ। र यो जुन त्यो ठाउँमा पुगिसकेपछि त्यहाँबाट जताततैको दृश्य अवलोकन गर्न सकिन्छ। र नेपालमा यस्ता योगीहरू थुप्रै हुनुहुन्छ, र उहाँहरूको खोज तलास गर्ने र उहाँले दिएका जुन कृतिहरू छन्, उहाँको व्यक्तित्वहरू छन्, एउटा साधु सहन्त महात्मा, एउटा सीमित गाउँको, सीमित जातिको नभइकन सबै जातिको हुन्छ। जाति पाति पुछे न कोही, जो हरिको भजे सो हरिका होइ। जो व्यक्ति एउटा सही
अनुशासनमा बस्छ र सबैको कल्याणको लागि प्रार्थना गर्छ, तपस्वी छ, ध्यानी छ भने त्यो एउटा सीमित गाउँको, सीमित जातिको नभइकन समग्र संसारकै, समग्र विश्वको लागि नै, समग्र ब्रह्माण्डको लागि नै प्रेरणादायक हुन्छ भन्दै आज म यस श्रृङ्खलाबाट बिदा हुन्छु। ओम नमो नमः, सर्वेभ्यो नमो नमः, हार्दिक आभार।